नमस्कार हजुर। जग्गा हेर्नुहोस् त, पहाडमा भए पनि भित्र भनेको जग्गा यस्तो समतल भए पो गरौँ गरौँ खेती किसानीहरू जस्तो लाग्छ है। तर काहीँ काहीँ त भिर पखेराहरू हुँदाखेरि त साह्रै दिक्क लाग्ने कि होइन। जग्गा यस्तो भए पो अलि जाँगर पनि चल्छ, खेती लगाए जे लगाए त्यही हुन्छ है। तर पानी चाहिँ हुन पऱ्यो र दर्शकबिन यसमा पानी पनि छ, मोटर बाटो पनि गएको छ र यो जग्गा चाहिँ तपाईँको क्षेत्रफल 200 रोपनी छ होइन, खेतबारी गरेर है। अनि यो जग्गा चाहिँ तपाईँको लमजुङ जिल्ला भानु नगरपालिका वडा नम्बर 7 तनहुको हो र एकदम राम्रो जग्गा छ। र तपाईँको डुम्रे बजारबाट चाहिँ जम्मा 18-20 किलोमिटरको दूरीमा जग्गा आएको छ भने एकदमै मिलाएर आएको छ। यो जग्गा मूल्य भनेको चाहिँ तपाईँको जग्गा धनी भनेअनुसार जम्मा प्रतिरोपणी चाहिँ 6.5 लाख भन्नुभएको छ। एकदमै राम्रो छ। एकचोटि भिजिटको लागि आउनु होला। चित्त बुझ्यो भने मोलमोलाई भनेको त पछि अब बसेर गर्ने कुराहरू एकदमै राम्रो छ है। मौकाको फाइदा उठाउनु होला। जुनसुकै व्यवसायको लागि एकदमै उपयुक्त जग्गा है दर्शकबिन, जग्गा यही हो है।